मान्छेहरू चन्द्रमाको चक्कर लगाएर फर्किसके, तर हामी नेपाली जहाँको त्यहीँ छौँ। युएसबाट लन्च भएको आर्टेमिस 2 को यो मिसन आज भर्खर सक्सेसफुली ल्यान्ड भइसकेको छ। नेपालमा विकास भइरहेको बेलामा युएसको डिस्कभरी नै भएको थिएन, तर आज त्यही युएसबाट मान्छेहरू चन्द्रमाको चक्कर लगाएर फर्किसकेका छन्। तर हामी नेपाली भने तँ यो पार्टीको म यो पार्टीको भनेर त्यहीको त्यहीँ बसिरहेका छौँ। सत्तामा जो भए पनि विकास गर्ने हामी नेपालीले नै हो। पावर र पोलिटिक्सको खेलले नेपाललाई भित्रभित्र कुवाएर राखिसकेको छ। अहिले पनि सत्तामा कोही पुग्यो भने एकले अर्कोलाई रिस गर्ने चलन छ। यस्तो भावना हामीमा फिटिक्कै हुनु हुँदैन। सत्तामा राम्रो मान्छे भएन भनेर त्यत्रो आन्दोलन गरेर सत्ता पलट गरेकै हो। भोलि गएर बालन लगायत अरू नेताहरूले फेरि त्यस्तै गर्यो भने हामीले फेरि आवाज उठाउनै पर्छ। देश बन्नु पर्यो, व्यक्तिको कुनै ठुलो कुरा होइन भन्ने भावना हामी सबैमा हुनुपर्छ। अब हामीले यो पार्टी र त्यो पार्टी भन्दा पनि यो देशबीच र त्यो देशबीचको कम्पिटिसन गर्नुपर्छ। यो देश विकास गर्ने बेलामा यो पार्टी र त्यो पार्टी भन्दै नबसौँ। यस्तो भावना भयो भने मात्र देशले मुहार फेर्नेछ।